आज हामी राति राति चाहिँ कहाँ जाँदैछौँ त? सो हेलो 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 गाइज, सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदमै आरामै छु। यो चाहिँ मेरो मिनी ब्लगको डे 26। आज पनि मेरो बिहानको सुरुवात चाहिँ युट्युबमा ब्लग अपलोड गरेर हुन्छ। त्यसपछि म आज रुम सफा गर्न जाँदैछु। अस्ति नै एकचोटि रुम सफा गरेको थिएँ, त्यसपछि रुम सफा गर्ने पाएकै थिएन गाइज, अनि त्यही भएर आज चाहिँ मजाले रुम सफा गरेँ मैले। म चाहिँ खानासाना खाएर बसिरहेको थिएँ गाइस, नेट गएर तनाव एकछिन मोबाइल चलाउँछु भनेर बसेको। मोबाइल बिना अनि नेट बिना त पुरै सुनसान लाग्ने घर। अनि त्यसपछि चाहिँ म चाहिँ धुन लाग्छु कपडा। हिजो ओरिएन्टेसनमा लगाएको लुगा त सबै धुन्छु। पहिला सुरु सर्ट, त्यसपछि मोजा गरेर सबै धुन थाल्छु है त गाइस। फाइनली लुगा सुगा धोएर पनि सकियो। यो चाहिँ दिउँसोको टन्टलापुर घाममा लागेको भ्यू है त। त्यसपछि म चाहिँ कपडामा आइरन लाउन सुरु गर्छु ड्रेसमा, किनकि भोलिदेखि मेरो 12 क्लास सुरु हुन्छ है त गाइस। त्यसपछि म चाहिँ बनाउँछु दिउँसोको खाजा। के खाजा भन्दाखेरि अब गिलो रोटी पहिल्यै पाकिसक्यो मम्मीले बनाउनु भएको, अनि त्यसपछि म चाहिँ बनाउँछु चिया। अनि बिहानको बसेको तरकारी थियो त्यसलाई नि तताएर अनि म चाहिँ खान्छु दिउँसो खाजा। खाजासाजा खाएपछि म चाहिँ लागेँ कपाल काट्न। अनि अगाडि कपाल लामो थियो, भोलिदेखि कलेज छ, त्यही भएर म चाहिँ आज गएको कपाल काट्न। मैले चाहिँ फाइनली कपाल काटिसकेँ। अनि त्यसपछि फाइनल लुक चाहिँ यस्तो छ। अगाडि पनि हल्का काटेको छु, लामो थियो त्यही भएर। म चाहिँ फाइनली कपाल सपाल काटेर लागेँ घरतिर। म चाहिँ कपाल सपाल काटेर घर पुग्दाखेरिको भ्यू चाहिँ यस्तो खतरा थियो त गाइज। राति राति सबिन कहाँ हिँडिरहेछ भनेर सोचिरहनु होला। म र मम्मी चाहिँ हिँडेको इभिनिङ वाक प्लस अनि तरकारी सरकारी किन्न, अनि पैसा नि जित्नु थियो, अनि त्यही भएर हामी चाहिँ गयौँ बाहिरतिर। बेलुका तरकारीहरू सबै कुरा किनेर ल्याएपछि हामी चाहिँ पुग्यौँ फाइनली घर। त्यसपछि खान्छु म बेलुकाको खाना। र आजको लागि यति नै। भोलि पनि म नयाँ ब्लगको साथमा उपस्थित हुनेछु भन्दै थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो। हेभ अ गुड डे, लभ यु गाइज, बाई बाई गाइज, बाई बाई।